हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म हजुरको माइज अर्पणा केसी स्वागत छ हजुरलाई मेरो च्यानलमा। नयाँ भ्युवर्सहरू हुनुहुन्छ भनेदेखि उहाँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला र प्लस मेरो खाना पनि अर्डर गर्न सक्नुहुन्छ। खाना अर्डरको लागि चाहिँ हजुरले 9807 29 735 है त। अनि टाइटल देखेर थाहा पाइसक्नु भयो हजुरहरूले चाहिँ हैन। म चाहिँ यहाँनिर फर्स्टमा नभ्याएर खाना बनाउँदा यसरी बीचमा बोलिरहेको छु, तर यो बोलेको चाहिँ फर्स्टमै राखिदिन्छु हैन। कति खाना यहाँनिर बनाइसकेको छु र कति खाना बाँकी छ। यो चाहिँ हाम्रो पुलचोकदेखि दिदीले सम्झिनु भएको हैन। पहिला पनि अर्डर गरिरहनुहुन्थ्यो दिदीले, धेरै धेरै धन्यवाद दिदी हजुरलाई। अनि भोलि भाइटिकाको खाना आजै अर्डर गर्नु भएको छ। आज मैले चिसो बनाएर पठाउँछु, अनि त्यसपछि दिदीले फ्रिजमा राख्नुहुन्छ, भोलि खानुहुन्छ हैन। अनि हजुर पनि यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ। अनि यो खाना पठाइसकेपछि चाहिँ एडिट गरेर भिडियो हैन अपलोड गरेर फेरि म पनि हाम्रो के भन्नुहुन्छ थानकोट आमाज दिदीकोमा जाँदैछु। आजै जान्छु म यो सबै कामहरू सकाएर। अनि फेरि पनि हजुरलाई ह्याप्पी तिहार है त। फर्स्टमा चाहिँ हजुरलाई यसरी ब्रेड देखाउँदैछु, हाम्रो नाङ्लो ब्रेड हैन। दिदीले चाहिँ यहाँनिर कति 10 पिस भन्नुभएको थियो, अनि मैले यो ठ्याक्कै 10 पिसको लिएर आएको छु। यो पनि मैले अति गरेर लास्टमा पाएको हैन। यदि एक प्याकेट मात्रै रहेछ, अनि मैले चाहिँ आज दिदीलाई चाहेर पनि मैले 2-4 वटा बढी पठाउन पाएको छैन। किन भन्दा ब्रेड एउटा मात्रै तिहारले गर्दाखेरि हाम्रो सबै पसलहरू बन्द हुनुभएको छ। म चाहिँ बिहान जुरुक्क उठेर चाहिँ पसल गएको, कतिवटा पसल बन्द हुनुभयो। यो ब्रेड पनि मैले लास्टमा एउटा पसलमा यसरी पाएर लिएर आएको छु। नत्र भनेदेखि चाहिँ यहाँनिर दिदीले 10 पिस भन्नुभएको छ भनेदेखि मैले 13-14 पिस पठाउँछु हैन, अरू टाइममा पनि। अब आज चाहिँ एकदमै यहाँनिर मन खल्लो भएको छ। ठ्याक्कै 10 पिस मात्रै हुनुहुन्छ यहाँनिर। लास्ट ब्रेड एउटा हेर्नुहोस् त, यहाँनिर मैले चाहिँ ब्रेडलाई यसरी आलु राखेर चाहिँ रोल गरिसकेको छु। एकदमै टाइम लाग्छ, लगभग पौने 1 घन्टा जस्तो लाग्यो हैन। मैले 2-4 वटा बढी पठाइदिन पनि पाएन, अब पछि पठाइदिन्छु फेरि हैन। दिदी चाहिँ हाम्रो रेगुलर हुनुहुन्छ, अर्डर गरिरहनुहुन्छ। अनि फेरि 10 पिस भन्दा पनि यहाँनिर कस्तो भन्दा पनि आज ब्रेड एकदमै राम्रो नाङ्लोको ब्रेड हैन। ब्रेडको पैसा बढी भए पनि यहाँनिर हजुरले यसरी देख्न सक्नुहुनेछ। मैले जुन अरू टाइममा बनाएको ब्रेड भन्दा पनि आज एकदमै ठुलो ठुलो हुनुहुन्छ हैन। जस्तो मैले अरू टाइममा 1 पिस बनाउँछु, त्यो 1 पिसको चाहिँ यहाँनिर एउटा ब्रेड 2टा जस्तो बन्नुहुन्छ। हेर्नुहोस् त, अब मैले जहिले यहाँनिर हाम्रो नाङ्लोको ब्रेड लिएर आएर बनाउने गर्छु। मलाई बनाउनु पनि एकदमै सजिलो भयो क्या। आज कस्तो मजाको ठुलो ठुलो आकार बन्नु भएको हेर्नुहोस् न। अब चाहिँ मैले 1 घन्टा जस्तो फ्रिजमा राखिदिन्छु। यहाँनिर हेर्नुहोस् त, हाम्रो 1.5 केजी मिक्स आलु अचारको लागि चाहिँ मैले आलु यसरी बोइल गरिसकेको छु। खाना चाहिँ मैले अगाडि पछाडि जुन पनि बनाइरहेको छु, किन भन्दा यो चाहिँ भोलि भाइटिकाको खाना हो हैन। आज यसरी मैले बनाएर पठाइसकेपछि चाहिँ घरमा लगेर फ्रिजमा राख्ने, अनि त्यसपछि भोलि खाने भनेर दिदीले भन्नुभएको छ आफ्नो इच्छाले हैन। अब जाडो पनि छ, खाना बिग्रिँदैन। हजुरले आफ्नो इच्छाले जसरी पनि यहाँनिर भन्न सक्नुहुन्छ। यो चाहिँ पोइन्टको कुरा, भोलि भाइटिकाको खाना हो है त। अनि अब मैले यहाँबाट 2 बजे 3 बजे 4 बजे जति बजे पठाउँदा पनि हुन्छ। खाना बनाइसकेपछि यहाँनिर मैले चिसो बनाएर खाना पठाउँदैछु। अनि त्यो चिसो खाना फेरि फ्रिजमा राख्नुहुन्छ, र प्लस भोलि भाइटिका मनाइसकेपछि, टिका लगाइसकेपछि चाहिँ यो खाना खानुहुन्छ। किन भन्दा भोलि म हुँदिनँ घरमा हैन। मैले अरू भ्लगमा पनि भनेको थिएँ। अनि त्यो हुनाले भिडियो चाहिँ आजै जान्छ कि भोलि जान्छ त्यो थाहा छैन, हेर्नै पर्छ है त। आलु चाहिँ मैले यहाँनिर यसरी बोक्रा छिलेर काटेर रेडी गरेको छु। यसको लागि चाहिँ गाजर काँक्रोहरू अझै काट्नु रेडी छ हैन। यो चाहिँ मैले यतिकै आलु मात्रै काटेर राख्छु। अनि अब पछि गर्छु मैले, किन भन्दा अचार हो, लास्टमा झानेर प्याकिङ गर्छु हैन। भोलिको लागि हो नि त, भाइटिकाको लागि। अनि त्यो हुनाले अब जाडो छ, अलि जाडोमा त खासै बिग्रिँदैन। अब चाहिँ म हाम्रो के भन्नुहुन्छ हाम्रो भेज तरकारीहरू पखाल्न जाँदैछु है त। यहाँनिर हेर्नुहोस् त, तरकारी पनि मैले यसरी बोक्रा छिलेर पखालेर क्लिन गरेर राखिसकेको छु। यो चाहिँ हाम्रो भेज मिक्स तरकारी 1 केजी हो हैन। अनि त्यसको साथसाथ फेरि ब्रेड रोललाई मैले फ्रिजमा राखेको थिएँ, भर्खरै निकालेको छु। अनि फ्रिजमा राखेँ भनेदेखि चाहिँ हजुरले तार्दा फेरि फुट्ने, कतैबाट केही निस्किने, भित्रको त्यो हाम्रो किमाहरू निस्किने हुँदैन हैन। अनि त्यो हुनाले यदि घरमा बनाउँदै हुनुहुन्छ भनेदेखि यसरी रोल गरेर फ्रिजमा राख्नुभयो भनेदेखि चाहिँ हजुरको यो जस्तो आकार छ त्यस्तै आकारमा पाउनुहुन्छ। फर्स्टमा मैले यहाँनिर तरकारी बनाउन भन्दा अगाडि चाहिँ ब्रेड रोल तार्छु। भेज आइटम मैले पहिला बनाउँछु, अनि त्यसपछि मासु बनाउन जाँदैछु। अनि लास्टमा चाहिँ अचारको काम झानझुन गर्छु मैले चाहिँ।
हेर्नुस् त यहाँनिर ब्रेड रोल पनि मैले यसरी तार्दैछु हैन। यसरी यो फ्रिजमा राख्नुभयो भनेदेखि चाहिँ कतै फुट्दैन। हजुरले देख्नु भएको छ नि है, सुलुक सुलुक हुनु भएको छ यसरी। र मलाई नाङ्लोको ब्रेड चाहिँ एकदमै मन पर्यो। हेर्नुस् त मलाई बनाउन पनि सजिलो भयो। ब्रेड पनि ठुलो ठुलो आकारको हैन, भित्र आलु राख्न मजाले सकिन्छ। र प्लस लास्टमा यहाँनिर 2 पिस बाँकी हुनु भएको छ। यसपछि चाहिँ मैले हाम्रो मिक्स भेज तरकारी गर्नुपर्छ। म फेरि पनि भन्छु यो चाहिँ हाम्रो भोलि भाइटिकाको लागि है त। हेर्नुस् त यहाँनिर हाम्रो ब्रेड रोल पनि मैले यसरी एकदमै रेडी गरिसकेको छु। यो चाहिँ मेनुमा हुनुहुन्न, हजुरले यसरी भिडियो हेरेर चाहिँ अर्डर गर्न सक्नुहुन्छ। जस्तो आज दिदीले यसरी भिडियो हेरेर अर्डर गर्नु भएको छ हैन। बहिनी भिडियो हेरेको थिएँ मैले, 1 दिन अगाडि खाना लिन्छु भनेर भन्नुभएको थियो अर्डर भनेर चाहिँ यसरी आजको अर्डर दिनुभएको छ मलाई दिदीले। धेरै धेरै धन्यवाद दिदी हजुरलाई। यो चाहिँ मैले पुल्चोक पठाउनु पर्नेछ। दिदीले चाहिँ हामी आमाजु बुहारी पहिला सँगै काम गर्दा पनि अर्डर गरिरहनुहुन्थ्यो। अनि यस्तै चाडबाडमा चाहिँ एकदमै सम्झिनुहुन्छ दिदीले। हेर्नुस् त यहाँनिर हजुरले यसरी हेर्न सक्नुहुनेछ। यो चाहिँ हजुरको आफ्नै घर, यहाँनिर केही डढाउनु पर्दैन। एकदम क्लिन सफा सादा चोखो खाना हुन्छ। हजुरले यदि भेज खाना पनि अर्डर गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ मलाई सम्झिन सक्नुहुनेछ। 9807 29 735 है त। अनि यहाँनिर केही डढाउनु पर्दैन। बिना अदुवा लसुन प्याजको खाना पनि म बनाएर पठाउँछु र पठाएको पनि छु। एकदमै मिठो मानिदिनु भएको छ। धेरै धेरै धन्यवाद हजुरलाई। अनि यहाँनिर चाहिँ मैले फर्स्टमा जुन हाम्रो यो ढिलो पाक्ने तरकारी हुन्छ नि त्यो चाहिँ यसरी काटेर राखेको छु। किन भन्दाखेरि यहाँनिर एकैचोटि राख्दाखेरि हाम्रो तरकारी नपाक्ने अवस्था, नमिठो हुने अवस्था हुन्छ। अनि त्यो हुनाले चाहिँ तेल तातिरहेको हुनुहुन्छ। अनि अब चाहिँ म हालिदिनु पर्छ प्याज। हेर्नुस् त यहाँनिर हाम्रो 1 केजी मिक्स तरकारी पनि मैले यसरी रेडी गरिसकेको छु। अनि यहाँनिर हल्का चिसो हुनुहुन्छ। अनि त्यसपछि भाँडोमा राख्छु, म प्याकिङ गर्छु। आज चाहिँ खानाहरू सबै चिसो बनाएर पठाउँदैछु। किनभनेदेखि उहाँ गएर पनि हाम्रो अरूको भाँडोमा खनाएर चाहिँ फ्रिजमा राख्नुपर्छ। हेर्नुस् त यहाँनिर हाम्रो 1 केजी मिक्स तरकारी पनि मैले यसरी प्याकिङ गरिसकेको छु। अहिले चाहिँ ढक्कन लगाउनु हुँदैन, मैले अघि पनि भनेको छु। यो चाहिँ हाम्रो चिसो बनाएर मात्रै पठाउँदैछु। अनि त्यो हुनाले चाहिँ यहाँनिर हजुरले यसरी देख्न सक्नुहुनेछ। मैले चाहिँ यो 1.5 केजी मासुलाई चाहिँ एकदमै क्लिन गरेर राखेको छु। पानी तर्किनुहुन्छ। अनि त्यसपछि चाहिँ मजाले रोस्ट गरेर ग्रेभी बनाउनु पर्छ। हेर्नुस् त यहाँनिर हाम्रो 1.5 केजी मासु मैले क्लिन गरेर यसरी यहाँनिर फ्राई गर्न जाँदैछु हैन। पहिला चाहिँ यहाँनिर यो मासुमा आफै पानी यसरी उत्पन्न हुनु भएको छ। पानी चाहिँ घटाएर हैन मजाले रोस्ट गरेर मात्रै यहाँनिर हामीले ग्रेभी बनाउनु पर्छ। यतिकै बनाए भनेदेखि चाहिँ एकदमै नमिठो खल्लो हुने अवस्था हुन्छ नि त। अनि त्यो भएर अनि दिदीले मलाई आज सम्झिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिदी। अनि हजुरहरू पनि यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ है त। हजुरको आफ्नो इच्छाले तेल कम तेल बढी हैन, पिरो बढी पिरो कम, नुन ट्वाक्क नुन कम जस्तो पनि भन्न सक्नुहुन्छ। यदि हजुरले मेनुमा देख्नु भएको छैन भनेदेखि चाहिँ यसरी भिडियो हेरेर चाहिँ अर्डर गर्न सक्नुहुन्छ है त। हेर्नुस् त यहाँनिर हाम्रो पानी सुकेर पनि मासु एकदमै रोस्ट भइसक्नु भएको छ। अनि यो रोस्ट भइसकेपछि प्याज राख्ने चाहिँ हामी आमाजु बुहारीको छुट्टै एउटा तरिका छ हैन। मासु चाहिँ हाम्रो डबल रोस्ट हुनुहुन्छ। किन भन्दा हाम्रो पहिले रोस्ट भइसक्नु भएको छ र प्लस प्याज राखिसकेपछि प्याज सँगसँगै फेरि रोस्ट हुनुहुन्छ। यो आफ्नो आफ्नो तरिका हुन्छ हैन। अहिलेसम्म जति पनि मासु खानु भएको छ एकदमै मन पराइदिनु भएको छ। अघि पनि भनिसकेको छु, अब फेरि प्याजलाई रोस्ट गर्दा मासु पनि फेरि डबल रोस्ट हुनुहुन्छ। अनि त्यसपछि बल्ल मरमसला राखेर ग्रेभी बनाउनु पर्छ। हेर्नुस् त यहाँनिर हाम्रो 1.5 केजी चिकन ग्रेभी पनि मैले यसरी रेडी गरिसकेको छु हैन। अब यो चिसो भइसकेपछि मात्रै प्याकिङ गर्नुपर्छ। अब चाहिँ लास्टमा हाम्रो बनाउनु पर्ने, किन यो क्यामेरा कस्तो उज्यालो अनि के भन्नुहुन्छ अँध्यारो आइरहेको अनि यहाँनिर चाहिँ अब मैले बनाउनु पर्ने छ आलुको अचार। आलु चाहिँ मैले रेडी गरिसकेको छु र प्लस हाम्रो त्यहाँनिर अब के भन्नुहुन्छ कलरफुल गाजर काँक्रो त्योहरू सबै काटेर राख्नु छ। अनि फेरि यो खाना पठाइसकेपछि मलाई भोलि भाइटिकाको लागि चाहिँ बुहारी टिका गर्न फेरि थानकोट आमाजु दिदीकोमा जाँदैछु, छोरो र म चाहिँ हैन। आज म यो खाना पठाउँछु अनि 3 बजेतिर यहाँबाट भिडियो अपलोड गरेर चाहिँ थानकोट जाँदैछु। अनि हेर्नुस् त यहाँनिर हाम्रो 1.5 केजी मिक्स आलु अचारको लागि चाहिँ भर्खरै यहाँनिर काँक्रो गाजर अनि खुर्सानीहरू काटेर चाहिँ यसरी मजाले कलरफुल गरेको छु। अनि यसमा चाहिँ अब हाम्रो के भन्नुहुन्छ तिलहरू त्यो सबै कुराहरू राखेर चाहिँ हाम्रो शुद्ध तोरीको तेलले चाहिँ झान्नुपर्छ। यहाँनिर एकदमै सफा हुन्छ, हजुर डढाउनु पर्दैन हैन। यदि हजुरले तोरीको तेलमा खाना चाहनुहुन्छ भनेदेखि पनि मलाई भन्न सक्नुहुन्छ अरू आइटमको खानाहरू हैन। हेर्नुस् त यहाँनिर हाम्रो मिक्स आलु अचार पनि मैले यसरी रेडी गरिसकेको छु। अब चाहिँ मैले एकछिनमा
सबै फाइनल प्याकिङ गरेर चाहिँ दिदीलाई पठाउनुपर्छ। अनि माथि चाहिँ ग्रेभी हो, त्यो मैले भाँडा पुसेर राखेको थिएँ। हजुर पनि यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ है त। मैले आइटमहरू सबै देखाउँछु है त एकचोटि फेरि। फाइनल खानाहरू देखाउँदैछु। यो चाहिँ हाम्रो 10 पिस ब्रेड रोल मैले फर्स्टमै बनाइसकेको थिएँ होइन। र प्लस यहाँनिर हाम्रो 1.5 केजी चिकन ग्रेभी र हाम्रो यहाँनिर मिक्स तरकारी 1 केजी र प्लस भर्खरै बनाएको छु आलु अचार हाम्रो मिक्स 1.5 केजी होइन। हजुर पनि यस्तै गरी अर्डर गर्न सक्नुहुन्छ। यो चाहिँ मैले अब पुल्चोक दिदीको लागि पठाउँदैछु। हजुरको आफ्नो इच्छाले जस्तो खाना पनि अर्डर गर्न सक्नुहुन्छ। आजको भिडियो यति नै, फेरि अर्को नेक्स्ट भ्लगको साथमा आउनेछु। आजको लागि बाई बाई, जय शम्भो। अब चाहिँ थानकोटतिर कुद्नुपर्छ।